होइन हामी छिटो कि यो पसलहरू ढिलो खुलेको भनेको आज हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म म्याङलुङ जाँदैछु, गएकै छ। अब भोलि पर्सि आज भोलि पर्सि बेलुकातिर आउँछु होला, नभए नि कर्सी। आज ट्रेनिङ छ मेरो म्याङलुङमा। म चाहिँ हिँड्ने घरबाट। दिदी अघि आइसक्नु भएको छ। ओफ म त ढिलो उठेर कुदिरहेको छु म्याङलुङमा। म्याङलुङ दिदी दिदी अघि यसो भएको रहेछ। म पर्खिरहेको भएको छ। यस हजुर को हुनुहुन्छ? दिदी पनि हुनुहुन्छ। मेरो दिदी हामी चाहिँ सिधा पुग्यौँ। गाडी पर्खिरहेछौँ है, खाजा खानालाई हामी होटेल खोजिरहेछौँ। भिडियोमा नराम्रै आउनुहुन्छ भन्नु हुँदैछ। मलाई नराम्रो लाग्छ। यो भनेको हामी नेचुरल ब्युटी ओरिजिनल मान्छेहरू हो क्या। यसमा पनि गर्व लाग्छ। हामी भोजपुर थोपा मेरो छजना कस्तो राम्रो लाग्ने ल है साथीहरू। खायौँ है हामीले। खाए ल यसरी समयमा आउँदै आउँदैन हौ। देखिरहेको छु म बल्ल बल्ल होइन होस् अब खाने बेला नाइटमा चढ्यो है साथीहरू। थुक्पा लेखेछ कि के हो यस्तो यस्तो बेला चाहिँ क्या म रिस उठ्छ। मेरो स्कुटी बेचेर स्कुटी बेचेर फेरि किन्नु पऱ्यो। आउँछ फेरि मेरो पुलिसको लागि लस्नु मलाई त यो धेरै बेर पछि हिँडेर चाहिँ तर कहिले काहीँ क्या दिदी कहिले काहीँ मलाई हुन्थ्यो। कहिले काहीँ त हुन्थ्यो कि खाली खाली छ हामीलाई कसैले हामीलाई धेरै चार्ज गरिदियो बस्न एउटा जान्छ हो। ल हामी आइपुग्यौँ म्याङलुङ। हो र म त लगेर अफिसमा राखेको। भ्याक्सिनमा पनि म आफै त जाने हो। बिरालोमा आइपुग्यौँ हामी। बिरालो बहिनी हाम्रो ए हामी चाहिँ रुम खोज्दैछौँ साथीहरू। अरू बेला हामी जर्नीमा बस्थ्यौँ। योपालि चाहिँ हामी जर्नीमा नबस्ने निर्णय गरेँ। म पनि त काली दिइरहेको छु नि घाम नलागेर काली नराम्रो भनेको होइन। हामी राम्रो नै छौँ रियलमा। क्यामेरामा सही बात बोलामिने जर्नी यत्रो वर्ष जर्नीमै बसेको। अब के गर्नु जर्नीको भात मिठो लाग्दैन त हामीलाई। हामी पनि अन्त्य सिफ्ट अब। हेर्नु त हामी राम्रो नै छौँ राम्रो छौँ तर यो रेस्ट गर्ने टाइम पनि भयो नि त। सुत्ने नै ढिलो होइन। सुत्यौँ पनि हामी। त्यसपछि अब लाग्यौँ हामी जनस्वास्थ्य होइन त अहिले त स्वास्थ्य कार्यालय मात्रै हो। स्वास्थ्य कार्यालय तेह्रथुमतिर लागि हामी चाहिँ लाग्यो। पुग्यौँ हामी स्वास्थ्य कार्यालय तेह्रथुममा। आइसक्यो क्या अघि नै आइसक्यो जस्तो मान्छेहरू। नबिगार्नु त्यसरी हामी फर्स्ट भयो कि लास्ट भयो
होइन आउँदैन खोइ यहाँ होइन चाहिँ यतिखेर छ हामी लाग्छ भन्ने हाम्रो ट्रेनिङमा चाहिँ यस्तो पनि छ है गाइस ल अहिले आउनु अकेले ल मेरो अटेन हो त ब्रेक भइरहेछ हाम्रो चाहिँ 5 मिनट ब्रेक ट्रेनिङमा छु सब्सक्राइब फलो गर्ने त्यहाँनिर लाइक भिडियो लाइक गर्ने खाता रेडी एकछिन अझै बाँकी खोइ मार्कर खोइ ऊ त मुर्ता त मेरो पनि ह्याप्पीमै लगाइदेऊ म त झन् सानो ह्याप्पी जम जम आजलाई बाई बाई आजलाई कहाँ बसेको छौ अरे कहाँ बसेको छौ ए साँच्ची यहीँ पो भन्दैछ है सुताको हाम्रो सुताको आएन सिस्टरहरू आजको दिन सक्यो हाम्रो दिनभरि दिनभरि पढ्यौँ हामी साथीहरू आज चाहिँ हाम्रो ट्रेनिङको सेकेन्ड डे हो हामी पुग्यौँ स्वास्थ्य कार्यालय आज चाहिँ पुरा राम्री भएर हो है तपाईँ काले हाल्नु यो क्यामेरामा मैला छ क्या मातिनुहोस् न 10 बजे भन्नुभएको थियो हामी चाहिँ 10 बजेर 5 मिनट होला नि कुद्दैछौँ पैसा चाहिँ कस्तो काटिदिएको यसोदा कति देर खाली दिएको रहेछ ब्रेस्टमा चाहिँ एनाटोमी के पढ्यौँ भन्दाखेरि अब ब्रेस्ट भनेको चाहिँ 15 दिन 20 डोमेन्सहरू मिलेर बनेको हुन्छ होइन एयर बेलामा चाहिँ सिरोसिस राम्रो हुन्छ जसले गर्दाखेरि चाहिँ एयर बेलालाई गर्छ र इन्जेक्सन चाहिँ अप्रेसन भन्ने गर्छ भन्ने कुराहरू पढ्यौँ त्यसपछि प्रोल्याक्टिन हर्मोन रिफ्लेक्स अप्रेसन हर्मोन रिफ्लेक्सको बारेमा पढेको थियौँ प्रोल्याक्टिन हर्मोनको बारेमा हामीले के पढ्यौँ भन्दाखेरि चाहिँ यो प्रोल्याक्टिन हर्मोन चाहिँ हामीले गर्ने भनेको चाहिँ यदि केही त्यहाँनिर चाहिँ अब जुन हुनुपर्ने कुराहरू भइरहेको छैन होइन हो त्यस्तो कुरामा चाहिँ हामीले इन्टरभेन गर्ने हो क्या तपाईँको चाहिँ यो कुराहरू चाहिँ हाम्रो डे 2 को खाजामा के छ ए तपाईँको भेज पो त नि भेज पो खाम जस्तो रहेछ त नि
आज हाम्रो सेकेन्ड डे सक्यो कस्तो लाग्यो विष्णु दिदी तपाईँ आजको ट्रेनिङ आज अल्छी धेरै लाग्यो आज कन्टेन्ट ज्यादा थियो धेरै पढ्दा पढ्दा दिमागै झन्डै फुटेन आज ह्यान्डओभर गर्न चाहनुहुन्छ तपाईँले अघि भन्नुपर्छ नि त रिभ्यूमा मेरो नाम बोल्नु भएन त उहाँले त्यही भएर मैले नभनेको के तर म भोलि नै त्यो हुन्छ नि भोलि होइन पुनमले डाइरेक्ट बनाउनु ओके धेरै छ कि स्टे ट्युन फर मोर अपडेट गाइज हेलो गुड मर्निङ साथीहरू आज चाहिँ हाम्रो ट्रेनिङ लास्ट डे थर्ड हामी चाहिँ लाग्यौँ आज घर जाने आज सकिन्छ आज पढ्नु परेन खुसी छौँ हामी आइपुग्यौँ बस गाडीले अहिले चाहिँ हाम्रो 8 बजी नै सर्छ आज 8 बजी नै आइपुग्यौँ हामी छ्याएकोसँग चाहिँ ओभर पङ्क्चुअल हामी चाहिँ 8 बजी भनेपछि 8 बजी नै आइपुग्छौँ हामी आज त्यो घर कस्तो लागिरहेको छ होइन घर जानुको लागि एक्साइटेड आइपुग्यौँ हल ओहो हामी फर्स्ट हामी ओभर पङ्क्चुअल छौँ नि त सबभन्दा सुरुमै आइदिने हामी ओहो आज हाम्रो यहाँ परेछ ए हो यहाँबाट त फर्किनु परेन नि त हेलो आज ग्राम देख्नु नि त छैन अब त्यसको अल्टरनेटिभ वेहरू चाहिँ हामीले यस्तो हुन्छ यस्तो गऱ्यो भने यसरी फाइदा हुन्छ तपाईँले यस्तो गर्न सक्नुहुन्छ भन्ने कुराको इन्फर्मेसन हाम्रो भावना सिस्टर लगायत सम्पूर्ण हाम्रो 6वटा पालिकाको बस्ने सेन्टरबाट पाल्नुभएको नर्सिङ स्टाफहरूमा मैले पुष्ट सम्बोधन गर्न चाहेँ सँगसँगै डाक्टर रोशनलाई पनि सम्झिन चाहेँ किनभने एकदम मिहिनेत गरेर हजुरहरूलाई सुरुको दिनमा एकदम इनपुट दिएर पढाउनु भएको थियो र यो हाम्रो स्तनपान सम्बन्धी काउन्सिलिङ तपाईँहरूको लागि नयाँ होइन है मेरो लागि चाहिँ हल्का फुल्का नयाँ भयो भने तपाईँहरूको लागि चाहिँ नयाँ होइन भन्ने सम्झिन्छु किनभने कति केसहरू हजुरहरूले हेर्नु भएको होइन धेरै जसो केसहरू मैले अरू पनि प्रोग्राममा भन्ने गर्छु स्वास्थ्य कार्यालयले चाहिँ हामीले चाहिँ म्यानेजरियल पार्टलाई मात्रै हेर्छौँ क्या फिल्डमा गएर हजुरहरूले बिरामी हेर्ने भनेको त हजुरहरू हो भन्छ समस्या जहिले पनि तपाईँहरूबाट आउनुपर्छ भन्ने अपेक्षा राख्छौँ हामी चाहिँ किनभने जिल्लाले त यहाँ यो भएको छैन त्यहाँनिर यो भएको छैन भनेर हामी त्यो मोनिटरिङ साइडको इभ्यालुएसनको पार्टले चाहिँ अलिक बढी फोकस गर्छौँ भनौँ न त्यो भएको भएर र 3 दिनको ट्रेनिङमा चाहिँ कन्टेन्टमा भएको कुराहरू भन्दा पनि एकदम बेसिक कुराहरूदेखि लिएर तपाईँहरूले बिरामीहरूलाई काउन्सिलिङको पाटो कसरी हेर्नुहुन्छ केसहरू तपाईँहरूले कसरी अल्टरनेटिभ डायग्नोसिसको पाटोहरू होइन हजुरहरूकोमा आएको केसहरूलाई चाहिँ हजुरहरूले अझ राम्ररी तपाईँहरूको फर्स्ट ट्रिटमेन्ट अडि डायग्नोसिस हो जे कुरामा पनि है अडि डायग्नोसिस गर्न सक्यो भने त्योभन्दा बेस्ट रिजल्ट चाहिँ केही पनि हुँदैन त्यो भएको भएर त्यो स्वास्थ्य कार्यालयमा भात खायौँ त्यसपछि अब हामी रुम गएर घर जान्छौँ साथीहरू 3 दिनको ट्रेनिङ सक्यो चाहिँ होटेल टेकआउटहरू निस्क्यौँ सेन्ट जाँदैछौँ बिरालो भएको ठाउँमा अब हेरौँ गाडी पाइन्छ कि पाइँदैन हुँदो रहेछ नि त थिचोमा पर्ने र पायौँ हामीले ए दिदी उता बस्नु हामी चाहिँ लसुन आइपुग्यौँ लसुनमा अनि उकालो चढ्यौँ कुन पार्क हो भन्नुभयो उकालो गयौँ उकालो आमाले भन्नुभएको माथि पार्क जाँदैछौँ भन्नु अरे माथि पार्क जाँदैछौँ हामी पार्कको नजारा यस्तो रहेछ त पार्क त हामी चढ्न सक्छौँ यो उकालो हामी चाहिँ यो सिडी उकालो चढ्नुपर्ने हुन्छ है साथीहरू ओइ कस्तो राम्रो क्या छ यो सिडी चाहिँ राम्रो देख्ने रहेछ हिँड्नु अगाडि दिदी अलिक पछाडि होइन फेरि मैले बर्थडेमा इन्भाइट गरेँ भने कहिले तपाईँको बर्थडे होइन गरेँ भने मलाई अर्को के कुरा उयो स्प्रे त्यो ल्याइदिनु गिफ्ट त्यस्तै हुन्छ के छ भएको मलाई पनि धेरै स्याहार हुन्छ उकालोमा त भन्नुभयो उहाँ गले हो उहाँ गर्नुभयो 15 मिनट लाग्यो होला नि दिदी 15 मिनटको अपार उकालो सिडी पश्चात हामी आइपुग्यौँ फाइनली धनरूपा पार्कमा पार्कको गेटमा हेर्नु न सही धनरूपा पार्क प्रतिष्ठान हार्दिक स्वागत गर्छौँ पहिला आइपुग्यौँ बल्ल यहाँ आइसकेपछिको चाहिँ भ्यू हेर्न सक्नुहुन्छ वाउ वाटर स्विमिङ पुलै देख्दो रहेछ नि त को स्ट्याचुदेखि यस्तो उकालो चढेर आइपुगेकै हामी चाहिँ ल जाऊ तिमी अब एक्सट्रिम खाएको गाइस खाए ल चिसो ठाउँमा चिसो एक्सट्रिम इन एज ड्रिङ्क फलाम काट्छ अरे नि त बस
हामीले चाहिँ धनरूपा पार्कमा फोटो खिच्यौँ भिडियो बनायौँ नाच्यौँ अब फर्क्यौँ हामी उब्रियो हाम्रो खानेकुरा पनि नाच्दै फुर्सद भएन खानु ल अब यो यसमा पनि गेटमा पनि फोटो खिच्छौँ न अनि खोइ त कहाँ देखिन्छ त फाइनल्ली हामी चाहिँ छतरतिर प्रवेश गर्दैछौँ सोमा ब्लगर वाली चाहिँ यही हो राम